नमस्ते साथीहरू, म भूपाल सितोली। कक्षा 11 को वार्षिक परीक्षा नजिकै छ र धेरै विद्यार्थी साथीहरू नेपाली विषयको क्वेसन प्याटर्न कस्तो हुन्छ भनेर अलमलमा हुनुहुन्छ। त्यसैले आजको यो भिडियोमा म तपाईलाई नेपाली विषयको नयाँ मोडेल क्वेसन पेपर देखाउने छु। यो भिडियो तपाईको परीक्षाको लागि धेरै महत्त्वपूर्ण हुनेछ, त्यसैले अन्तसम्म हेर्नुहोला। कक्षा 11 को नेपाली विषयको जम्मा पूर्णाङ्क भनेको 75 को हुन्छ र समय भनेको 3 घण्टा हुन्छ र क्वेसन नम्बर 1 मा रेखाङ्कन गरिएको वर्णहरूलाई प्राणत्व र घोषत्वको आधारमा वर्गीकरण गर्नुहोस् भनेर आउँछ। यसमा घोषत्व र प्राणत्वको आधारमा भनेको दिएको छ, तर हाम्रोमा अरू कुनै स्कुलमा उच्चारण स्थान र उच्चारण प्रयत्नको आधारमा पनि दिएको हुन सक्छ। 3वटा वर्णहरू दिएको हुन्छ जुन हाम्रो 1-1 नम्बरको हुन्छ र 3 नम्बरको 1 नम्बरमा आउँछ। अनि 2 नम्बरमा हाम्रो शुद्ध पारी लेख्नुहोस् भनेर आउँछ। शुद्ध पारी लेख्नुहोस् भनेर 3 नम्बरको आउँछ। यसमा 6वटा गल्तीहरू दिएको हुन्छ र 3 नम्बरमा दिएको छ तल दिएको अनुच्छेदमा रेखाङ्कित गरिएको पदहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् भनेको छ। यसमा हाम्रो कुन पदमा पर्छ यिनीहरू, नाम सर्वनाम केमा पर्छ भनेर लेख्नु पर्ने हुन्छ र 2 नम्बर पाइन्छ। 4वटा शब्दको 0.5 गरेर हाम्रो 2 नम्बर पाइन्छ। यसबाट 2 नम्बर पाएपछि 4 नम्बरमा छ हाम्रो दिएका प्रश्नको उत्तर दिनुहोस् भनेर। यसमा 2वटा प्रश्न दिन्छ क ख गरेर। यसको हामीले 2टै गर्नुपर्छ। यसमा अथवामा दिएको हुँदैन, एउटा भनेको हुँदैन, त्यसैले 2टै गर्नुपर्छ। दिएको अनुच्छेद पढी 2वटा तद्भव र 2वटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् भनेर आउँछ। तद्भव भनेको के हो, आगन्तुक भनेको के हो भनेर पहिचान गरेर लेख्नुहोस् भनेर आउँछ। मैले यस भिडियोमा हजुरले कमेन्ट गरेर यसको सल्भ पेपरहरू पठाइदिनुहोस् भन्यो भने म सल्भ पेपर पनि पठाइदिन सक्छु। यसको लागि हजुरले साथ सहयोग गरिदिनु होला। तल दिएको शब्दहरूलाई शब्दकोशीय क्रममा लेख्नुहोस्। शब्दकोशीय क्रममा कसरी लेख्ने भनेर हामीले यसमा पनि जान्नुपर्ने आवश्यक हुन्छ। दिएको अनुच्छेदबाट 3वटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् भनेर पनि आउँछ। 5 नम्बरमा यो अथवामा आउँछ। हामीले माथिको गरे पनि हुन्छ, तलको गरे पनि हुन्छ। तलको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द र एउटा टुक्का एउटा उखान पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् भनेर पनि आउन सक्छ। यिनीहरूलाई हामीले जो गरे पनि हुन्छ पहिले। अनि 6 नम्बरमा आउँछ हाम्रो कुनै 2 प्रश्नको उत्तर दिनुहोस् भनेर। क ख ग गरेर दिएको हुन्छ। यसमा 2 प्रश्नको उत्तर मात्र हामीले दिनुपर्छ। अनुच्छेदबाट 2वटा उपसर्ग र 2वटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् भनेर पनि आउँछ। अनुच्छेदबाट 2वटा तत्सम समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र 2वटा द्वित्व शब्द पहिचान गरी यिनीहरूको दोहोरिएको अंश छुट्याउनुहोस्। दोहोरिएको संख्या कसरी छुट्याउन सकिन्छ त्यसरी छुट्याएर देखाउनु पर्छ। अनि अनुच्छेदबाट 4वटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस्। कुनै 2 प्रश्नको मात्र दिनुपर्छ। क ख ग छ, कुनै 2वटा दिए हुन्छ। अनि क्वेसन नम्बर 7 मा दिएछ
दिएका प्रश्नको उत्तर दिनुहोस् भनेको छ। दिएको प्रश्न अनुच्छेदलाई सामान्य आधारमा पुनर्लेखन गर्नुहोस्। सामान्य आधारमा यसलाई पुनः लेख्नुपर्छ। अनि हामीले यस बाबतको अङ्क 4, यसको कको 2टा अनि खको 2टा गरेर 4वटा नम्बर पाइन्छ। दिएको अनुच्छेदलाई तृतीय पुरुषमा पुनर्लेखन गर्नुहोस् भनेको छ। यसलाई यसरी पुनर्लेखन गरेर तृतीय पुरुषमा लेख्नुपर्छ। कुनै एक प्रश्नको एउटा उत्तर दिनुहोस् भनेर 8 नम्बरमा आउँछ। यसमा 4 नम्बर पाइन्छ। एक प्रश्नको उत्तर दिने क ख हुन्छ। दिएको अनुच्छेदका वाक्यहरूलाई करण भए अकरण, अकरण भए करणमा परिवर्तन गर्नुहोस् भनेर पनि आउन सक्छ। दिएको अनुच्छेदलाई सङ्गति मिलाएर पुनर्लेखन गर्नुहोस् भनेर पनि लेख्न आउन सक्छ। यिन दुईटा मध्ये एउटा हामीले लेख्यो भने सिधै 4 नम्बर पाइन्छ। यसमा पढ्नुपर्ने भनेको हामीले करण र अकरण। करण र अकरण त हामीले सानैदेखि पढ्दै आएका हौँ, यो त जानिन्छ होला। यिनीहरू त सजिलै छन्। मैले अर्को भिडियोमा यसको सोलुसन ल्याउने छु, तर हजुरले 100 लाइक पुगाइदियो भने मात्र। दुवै प्रश्नको उत्तर दिनुहोस् भनेर 9 नम्बरमा आउँछ। दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् भनेर आउँछ। अनि खमा दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस्। यसबाट छान्नुपर्ने हुन्छ। यसमा अनि 10 नम्बरमा आउँछ हाम्रो तलको अनुच्छेद पढी 4वटा बुदा टिभी 1/3 र 3/3 र सारांश लेख्नुहोस्। सारांश र बुदा टिपोट गर्नुहोस्। 1/3 सारांश लेख्नुहोस् अनि बुदा टिपोट गर्नुपर्ने पर्छ। अनि 11 नम्बरमा कुनै एउटा प्रश्नको उत्तर दिनुहोस् लेख्नुहोस् भनेर आउँछ। यिन दुईटा मध्ये जो लेखे पनि हुन्छ। एउटा निवेदन आउन सक्छ अनि प्रतिवेदन आउन सक्छ। यसको सूचना कसरी लेख्ने भनेर पनि आउन सक्छ। सूचनाको बारेमा पनि आउन सक्छ। अनि 12 नम्बरमा कुनै एक प्रश्नको उत्तर दिनुहोस् भनेर यो आफ्नो विद्यालयकोले योजना गरेको शैक्षिक भ्रमण कार्यक्रमकाल सबै कुरा समेटी 150 शब्दको प्रतिवेदन लेख्नुहोस् भनेर पनि आउन सक्छ। र 13 नम्बरमा आउँछ यस्तै आफ्नो समाजमा भएको वर्गीय विभेदलाई कसरी कम गर्न सकिन्छ आफ्नो विचारमा लेख्नुहोस् भनेर पनि यस्तो 4 नम्बरमा यस्तै खाली 4 नम्बरमा आउँछ। अनि कुनै 2 प्रश्नको उत्तर दिनुहोस् भनेर क ख ग भनेर दिएको हुन्छ। हाम्रो 14 नम्बरमा दिएको हुन्छ। यिन 3टा मध्ये 2टा आफूले लेख्नुपर्छ। यसको धेरै लेख्नु पर्दैन, थोरै लेखी हुन्छ। अनि हामीले लेख्नुपर्ने भनेको लामो उत्तर छन्। 8 नम्बरको छ। 8 दुना 16 नम्बर त यसैबाट पाइन्छ। कुनै एक प्रश्नको उत्तर दिनुहोस् भनेर हाम्रो पाठबाटै आउँछ। एउटा पाठबाटै योगमायाले समाज रूपान्तरणका लागि के कस्ता सङ्घर्ष गरेकी थिइन् चर्चा गर्नुहोस् भनेर यस्तो क्वेसन त वार्षिकमा फिक्स आउने सम्भावना हुन्छ। 100मा 50% भनौँ। यो क्वेसन धेरै स्कुलमा दिएको मैले देखेको छु। यो इम्पोर्टेन्ट क्वेसन हो। र क्वेसन नम्बर 16मा आउँछ हामीले दिएकोका मध्ये कुनै एक शीर्षकमा 250 शब्द नघटाई निबन्ध लेख्नुपर्ने। 250 शब्दसम्मको निबन्ध लेख्नुपर्ने हुन्छ। यस्ता शीर्षकमा लेख्नुपर्ने हुन्छ। हामीले यस्तामा 8 नम्बरको आइन्छ। यसको 250 शब्द लेख्यो भने फिक्स 8मा 6 नम्बर त फिक्स पाउन सकिन्छ।